गृहमन्त्री सुदन गुरुङको पोखराको फेवाताल नजिकै 20 रोपनी जग्गा। यति बेला यो हेडलाइनले सामाजिक सञ्जाल निकै तताइरहेको छ भने गृहमन्त्री सुदन गुरुङमाथि नैतिकताका प्रश्नहरू तेर्सिन लागेका छन्। र नैतिकताको प्रश्न तेर्स्याउनेमा एक नम्बरमा छन् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ। उहाँले त के भनेका छन् भने गृहमन्त्री सुदन गुरुङले पत्रकार सम्मेलन मार्फत यसबारेमा प्रष्ट रूपमा जानकारी गराउनुपर्छ। 20 रोपनी जग्गा कहाँबाट आयो उहाँले प्रश्न पनि गरिरहेका छन्। सामाजिक सञ्जालमा पनि आफ्नो कोणबाट चाहिँ यसमाथि प्रश्न गरेका छन् भने कतिपयले चाहिँ यो जग्गा सुदन गुरुङको होइन पनि भनिरहेका छन् भने सामाजिक सञ्जाल र समाचारमा आए अनुसार गृहमन्त्री सुदन गुरुङले यो जग्गा चाहिँ भाडामा लिएर चाहिँ काम गरेको र 5 वर्ष अगाडिदेखि भाडा नै नतिरिकन बसेको पनि भनिरहेका छन् भने गृहमन्त्री सुदन गुरुङको एउटा वक्तव्य जारी भएको छ। उहाँले भनेका छन् यस विषयमा आफै ठगिएको र आफू अब कानुनी उपचारमा लाग्ने भनेका छन्। उनले भनेअनुसार खासमा चाहिँ यस जग्गा आफूले भाडामा लिने क्रममा जग्गा धनीले आफूलाई झुक्याएर चाहिँ यो अतिक्रमण जग्गा होइन यो मेरै जग्गा हो भनेर आफूलाई भाडामा दिएको र पछि नगरपालिकामा गएर बुझ्दा चाहिँ आफूले भाडामा लिएको जग्गा चाहिँ अतिक्रमण र सरकारी जग्गा भएको तथ्य थाहा पाएपछि आफूले चाहिँ त्यो जुन आफूले काम कारबाहीको लागि लिएको थियो त्यो काम नै रोकेर चाहिँ त्यो जग्गा नचलाएको भनेका छन् भने आफूलाई चाहिँ जग्गा धनीले ठगेको भनेर चाहिँ उहाँ अब कानुनी उपचारमा लाग्ने बताएका छन्। यस विषयमा तपाईँको चाहिँ के धारणा छ कृपया कमेन्ट गर्नु होला है।